अनि चिन्नु न जान्नु किन पो जानु निम त आएको भए पनि अहै भन्नु कासा बङ्गे किरिङ रिङ रिङ लासा बङ्गे करङ रङ रङ गर्दै गएपछि यसै च्याब्रुङहरूलाई स्वागत गर्छ त्यो बर्दोजेसँग पो रिस उठ्छ बित्थामा च्याब्रुङ ल्याइदिएर ओहो ससुराली खराब भयो भने त मान्छे बिग्रिँदो रहेछ नपाउनेले केरा भेटिस झ्याक्ने एउटा बिहेमा 4 दिन च्याब्रुङ नाचिन्छ बेकामे मुला बराल्दै हिँड्छस् गुरुका बुहारीलाई सघाउनु लोकन्दी त राम्री नि फुलमा लाउँ कि जिउमा लाउँ भन्दो रहेछ अनि आफूले के भन्यो नि पालामै त हाने के हो लाटा त्यति सिक पनि आउँदैन कि हाँस खेल रमाइलोको लागि हो भने फुलमाया सँगै मर्ने बाँच्ने माया हो भने जिउ माया तिमीहरूको यस्तो डर धम्कीले डराउँदिन म त आज त यहाँदेखि झरे पो कन्याको साटो कन्या दिन्छौँ भनेको थियौँ अब हजुरहरूको जो विचार बेहुली लानुहुन्छ कि रित फिर्ता लानुहुन्छ हो केटा बुहारी त गतिलै छ त अलिकति नमिलेको भनेको त्यो एउटा आँखा त हो उसले देखोस् नदेखोस् तैँले सबै देखा भएन मुला अब तेरो आँखाको के काम मलाई कुट्न नपाएको रिसले मेरो मैतीले दिएको च्याब्रुङ च्यातिस होइन मुखसुख च्यात्ने गरी दिन्छु लु दे त दे च्यात्छस् रे मुख च्यात्छस् लु यो घरमा मेरो चेलीको हैसियत के हो यसरी अर्काको छोरी चेली लिएर कुटपिट गर्न पाइन्छ अबदेखि हाम्रो चेली यो घरमा बस्दैन कुरा भनेको कि वार कि पार हुनुपर्छ आतङ्कसी हामी यत्रोजना गाउँले भेला भएर बसिया छौँ यसै चेली लगेर जान पाइन्छ रोकेर देखाउ त कसले रोक्दो रहेछ हेर्छु म लैजा तेरो मैथान हौ जस्तोलाई थिन मेरो घरमा बस्नु पर्दैन मैती लिएर खुट्याउने बरु नुनाम्सा पनि सँगै लिएर आएको भए हुन्थ्यो उता घरमा कति आमा खोज्दै होला त्यसको बाउ छ त त्यहाँ हेर्छ नि त्यसले आमाको काखै फरक हातै फरक बाउले जति गरे पनि आमाको ठाउँ लिन सक्दैन इच्छा छोडिने माने भने के गर्ने हो दाजु खै त जय पनि दिन आएन तेरो युक्ते दाजुले घरमा पाहुना लिएर आएको छ लाउरे अरे जारी गर्छस् भने त हामी के पनि भन्दैनौँ है लिमुनीहरू साह्रै घमण्डी हुन्छन् हौ म त लप पर्दै काबु 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 भएको